धेरै पछि दसैँ पछि फेरि म एकचोटि फर्केर आएको छु अहिले हैन। दसैँ पछि म फेरि फर्केर आएको छु। फेरि अब फेरि मेरो दुश्मनहरू चाहिँ फेरि अब डरले नि अब थर हुने भयो क्या। अब फेरि धेरै पछि आएको छु म चाहिँ फेरि हैन। ल पागल अब म पागल हो भन्नु होला यार इधरले त। ल म पागल हो र? पागल त होइन। तिम्रो उयो छ गोजी यत्रो ठुलो छ। 10 रुपैयाँ बाबु। चन्दा माग्नु भएको? कहाँबाट आउनु भएको? खोइ फोटो घोपामा उपचार भइरहेको छ। उहाँलाई जसले देख्नुहुन्छ उहाँलाई चाहिँ सहयोग गरिदिनु होला है त। 20 रुपैयाँ दिँदैछ है त मलाई त। अब चाडबाडको बेलामा धेरै दिन नसके पनि 20 रुपैयाँ दिइरहेको छु। बाबुको 20 रुपैयाँ खतम, 30 रुपैयाँ फ्री। आई एम ब्याक चतरा होइन रहने भाइ। चतरामा फेरि राजेश ब्याक। सम्झिराख्ने सबले। म गफले मसँग बढी बोल्ने होइन सबजना तोपले होइन। यो चाहिँ कान्छा कान्छा। यो चाहिँ धेरै गाह्रो तान्छ। इतुत्रु छ तर धेरै गाह्रो तान्छ। मान्छे सानो भए पनि कुरो चाहिँ यसले खाना चाहिँ अब्बर। खोइ रहने पुर्ने होइन पुर्ने दोस्त फेरि उहाँ छ बाबु। खोइ खोइ यता हाम्रो सानो भाइ पनि खोइ यता हाम्रो सानो भाइ पनि छ। केटाहरू सब ऱ्यापर बनाइदिइसकेको छु मैले। गाउँभरि सबलाई अहिले चाहिँ मैले यत्तिकै त्यो मरमसला मिसाए जस्तो सबलाई केटाहरूलाई मैले बनाइदिएको छु है त। अब मैले केही पनि भन्नु पर्दैन। मैले केही भन्नै पर्दैन। अब सब केटाहरूले नै गरिदिन्छ अनि अब होइन। त्यही भएर यो हाम्रो कान्छा कान्छा तर धेरै गाना तान्छ यसले। चाहिनुभन्दा नि बढी नै तान्छ क्या यसले चाहिँ। फेरि अर्को दसैँमा भेट हुन्छ कि हुँदैन त थाहा भएन होइन। बाई बाई भन्दैछ हेर त। डन जतिकै देखिएको छ नि होइन देखिन्छ कस्तो यार बा। चतरा एकदम खतरा। तर टिका लाएर अहिले त धेरै पनि भन्दा पनि 30 रुपैयाँ मात्रै है मेरो चाहिँ। 30 रुपैयाँ मात्रै यार छ बिल्ला लाग्दा अलिक हुन्छ नि। अब केटाहरूले झप्पा बोकेर हिँड्दैछ अनि अब सबको पैसा म डटफट हान्छु अहिले। सबको मिलाएर डटफट हान्छु क्या म अहिले होइन भाइ। चतराको केटाहरू सबै खतरा। ऱ्याप हान्दा त भाइ ऱ्याप हान्दा भाइ ओइ ऱ्याप हान्दा। हातभरि ट्याटु मेरो जिन्स पुरा चटेको लटा दारी लटा कपाल घाँटी पालेको घोचौरी कपडा मेरो चाक पनि सुकेको अहिलेसम्म खाएको छुइनँ गाजा रियाक्सन अब ऱ्याप न त हान्दा भाइ। हेन केटा हो कुआयो दिनभरिको पानी बबायो जीवन केटा हो कुआयो दिनभरि काम गर्ने चलायो पनि त मान्छे हरायो बनेको हरायो पहिले पनि कछुवा सबैजना माइलाले यसुदा ससुराली बसेर त बाकानी गर्नुले भन्दै आइसुला ओछामा मुतुवा मान्छेरो चारले भने भगाइदिन्छ मुखले आना भाइ। अलिक ठुलो स्वरले ल मेरो केटाहरू सबलाई मैले पैदा गरिदिइसकेँ। अब भविष्यमा आउनेहरूले अब भविष्यमा फेरि पनि निक्लेर गाली दिन आउने खालको केटाहरू चाहिँ यही हो है।
ल भाइ अब तपाईँ टक्कसँगले मासु भात खानु अनि घर छिर्दा हुन्छ मासु भात ट्याक्क खाने अनि त्यसपछि जता सरसँगले रमाउन जाने होइन गीत मेरो त्यो गीतको लागि पनि मैले सोचिरहेको थिएँ अब तर हुन्छ त्यो पनि खतरै हुन्छ अब चतरामा सबजनालाई खतरा बनाइदिइसकेको छु क्या मैले अहिले चाहिँ जसले भिडियो हेर्नुभएको छ होइन 2024 मा आएर पनि रमाइलो चाहिँ गरिँदै रहेछ अहिले पनि होइन त्यही हो कुरा चाहिँ अब अरू धेरै कुरा गर्नु हुँदैन अब टिका लगाएकोहरू कुरा गरौँ होइन यता चाहिँ यहाँ मेरो बाउ मेरो ड्याड्स यता चाहिँ हाम्रो सुड्डी हाम्रो मम्मी अनि यता चाहिँ हो गीते विश्वकर्मा हो अहिले आएको थियो यो इन्डियाबाट घरमा गीता विश्वकर्माको बुइनी चाहिँ अहिले फोन आएको छैन त्यो आउँदिन कति गर्न लगाइदिनु नआएर रनिपुर पनि लाग्यो म पनि आउँदिन आइहाल्यो स्टिकर निकाल्न टी सर्टमा बोकेर पुऱ्याएर आउँ त आशीर्वादै म दिँदैछु स्कुल पढ्न जाने ल है सपोर्ट गर्नु होला फलो गर्नु होला रमाइलो गर्नु होला सबैजना दसैँमा शुभकामना सबैको जिन्दगीमा सबै राम्रो होस् दुश्मन जति सबै चिक्न मरेर जाओस् दुश्मन जति त्यो चिक्न सब मरेर जाओस् होइन फेरि पनि दुश्मनले एकचोटि फेरि पनि त्यस्तो दिमागमा सारा मार्ने र यताउता गर्ने त्यस्तो खालको त्यस्तो सोच त्यसको दिमागमा आयो भने त्यससँग एकदम जिन्दगीभरमा आउँदा त्यो डरले नै मरोस् त्यो चिक्ने त्यसको नाम लिँदाखेरि त्यो चिक्ने तर्सियोस् नाम लिँदाखेरि त्यो चिक्ने डेड होस् मेरो नाम लिनुभन्दा अगाडि चाहिँ तर्सियोस् है अनि मलाई मार्ने दायाँ बायाँ गर्ने अगडम बगडम त्यस्तो सोचहरू आयो भने चाहिँ मेरो ग्याङलाई एकचोटि मेरो केटाहरूलाई सम्झिनु एकचोटि मेरो पिस्टल ऱ्यापर छ मेरो च्यानलको नाम आमा बाबुलाई धेरै माया गर्नुपर्छ आमा बाबुलाई चाहिँ धेरै माया गर्नुपर्छ अरू कुरो त्यस्तै हो अरूले माया नै नगरे पनि आमा बाबुले चाहिँ धेरै बुझ्छ है धेरै बुझ्छ तर धेरै माया हुन्छ होइन खानदेखि लाउनदेखि लिएर सब कुरा गरिदिएको हुन्छ आमा बाबुलाई चाहिँ माया गरौँ सबैले अरू कुरा त्यस्तै हो ठ्याक्कै यार ठ्याक्कै 2024 ठ्याक्कै म 24 वर्ष अहिले चाहिँ म ठ्याक्कै 24 वर्ष पुगेँ क्या अब अहिले के काम गरेँ कस्तो गरेँ के गरेँ होइन के कामहरू गरेर छोडिसकेँ होइन त्यस्तै हो अब कसलाई लाउनु बाँकी छ अब फेरि आमालाई मम्मी आमा चाहिँ खाली बस्छ त ल आएर लगाइदिनु नि त त्यसो भए लगाइदिनु त तपाईँले पनि आएर के अरे कनमाराको त बडा गएर आउँछन् तिनीहरू बोलाइदिन्छन् त मलाई चाहिँ होइन म मेन मान्छे मैले टिका खोलिदिएर लगाइदिने हो कि अन्त जाने टिका लाउने कि ससुराली जाने केटाकेटीको त आफ्नै को लाग्यो चत्रामा म जस्तो सबलाई अहिले मैले होइन म जस्तै बनाइदिइरहेको छु मैले चत्रामा सबजनालाई खतरा बनाइदिएको छु क्या अब पहिले मेरो केटाहरू बोल्नु सक्दैन छ भने अहिले मेरो केटाहरूले बोलेर मारिदिन्छ अहिले मेरो केटाहरूले अहिले पहिले चाहिँ बोल्दैन थियो भने अब अहिले चाहिँ बढी बोलेर मारिदिन्छ अनि केटाहरूले सब अब केटाहरू सब म जस्तै रियाक्सनका भइरहेको छन् क्या अहिले केटाहरू नि सबहरू पिस्टल ऱ्यापर अनि यता चाहिँ मेरो करुणा बहिनी हो यो चाहिँ होइन यसो हेर्दाखेरि बहिनी यसो देखिन्छ तर बेला बेलामा यसले पनि खैनी बनाइदिन्छ यसले फेरि यस्तो भयङ्कर डेन्जरहरू छ क्या
सबैजना रमाइलो गर्नु होला, सबैजना राम्रो होस् होइन, सबजनाको जिन्दगी चाहिँ उद्धार होस्, अलिअलि टाउकोमा लागेको ऋण पनि सकियोस् होइन, ऋणहरू पनि टाउकोभरि नलागोस्, दुःख मान्नु कहिले पनि नपरोस्, जिन्दगीमा जहिले पनि अगाडि राम्रो काम गर्नु परोस् होइन, सबलाई राम्रो काममा सपोर्ट गर्नु परोस्, नराम्रो काममा चिक्ने छाला काट्नु परोस्। फेरि राम्रो काममा चाहिँ सबलाई सपोर्ट गर्नु परोस्, नराम्रो काममा चाहिँ नराम्रो काम गर्नु पर्यो भने चाहिँ नराम्रो काममा चाहिँ कसैलाई सपोर्ट हुँदैन पनि, राम्रो काममा गर्ने हो, नराम्रो काम पर्यो भने चिक्ने छाला काट्ने हो। त्यही हो कुरो चाहिँ फेरि चत्राबाट चाहिँ होइन। अनि पूर्णे भाइ के छ तेरो हल्ले खबर? दिँदैन नि? ओ यार सन्चै छौ? एकदम यार यता यसो भ्लगमा केटाहरूलाई यसो। ओ सर सन्चै छौ? जमरा टेक्नु हुँदैन है, करू न। ह्याप्पी दसैँ सबैलाई ह्याप्पी दसैँ होइन। अब दसैँ भन्दा पनि अब तिहारमा आउने बेला भइसक्यो त, अब फेरि दसैँ भन्दा पनि तिहार आउने बेला भइसक्यो होइन। त्यही हो, राम्रो कामलाई साथ दिन्छ, नराम्रो कामलाई चाहिँ त्यही हो होइन। सबैजना हाँसी खुसी, सबैको परिवार राम्रै होस्, चत्रामा युगौँसम्म नाम रहोस् होइन, युगौँसम्म राम्रो नाम रहोस्, त्यही हो। अनि त्यही हो, अब जसले चाहिँ अब हुन्छ नि अब नराम्रो होइन, नराम्रो कसैलाई पनि भनिँदैन नि, गरिँदैन पनि, नराम्रो कसैको बारेमा सोचिँदैन पनि होइन, राम्रै गर्ने कोसिस गर्ने हो। राम्रो गर्दा गर्दै पनि फेरि नराम्रो गर्नु पर्यो भने चाहिँ त्यसले के भन्नु अब होइन। त्यही हो, सब मेरो केटाहरूलाई मैले सबैलाई सम्झिरहेको छु होइन, मनबाटै जहाँ काममै भइरहेको नि, टाढा कता भइरहेको भने सबलाई सम्झिरहेको छु होइन, सब केटाहरूलाई मैले सम्झिरहेको छु, जतिजना हुनुहुन्छ सबैलाई क्या। अब मसँग सानोदेखि बच्चादेखि हिँडेको केटाहरू पनि छ होइन, साथीहरू छ थुप्रो छ होइन, त्यस्तो साथीहरू पनि सबैलाई मैले सम्झिरहेको छु मनबाटै होइन। राम्रो होस्, जहिले पनि राम्रो काम गर्नु परोस्, राम्रो तरिकाले राम्रो बाटोमा हिँड्नु परोस् होइन, नराम्रो कामहरू गर्नु नपरोस्। त्यही हो, जहिले पनि आफ्नो परिवारको आफ्नो आमा बाउको लागि चाहिँ गर्नुपर्छ, जहिले पनि राम्रै गर्नुपर्छ भन्नुपर्छ। जब मैले जुन गरिरहेको म्युजिकहरू छ होइन, त्यो म्युजिक पनि म काठमाडौँ जाँदैछु होइन। काठमाडौँ गएपछि त्यसको लागि म योभन्दा पनि अझै खतरा गरिदिन्छु क्या म होइन। मैले पहिल्यैदेखि गर्छु भनेर मैले सोचेको पनि थिएँ होइन, त्यो काम म गरेर छोड्छु फेरि। त्यही हो, रेस्ट इन पिस।